guys, welcome back to my another vlog. It's me Mona Pradhan in the house. र आज फेरि पनि हामी परियाखोप स्कुल आइसकेको छु र आज चाहिँ मसँग ल्याएको छ साथी. हेलो हेलो हेलो. र अहिले चाहिँ म्युजिकहरु चल्दै रहेछ हैन. आज चाहिँ सेमी फाइनल हो. अन्त आज को बीच रहेको छ त्यो तपाईलाई म है सारी भन्नेवाला छु. ए भाइहरुको ब्यान्ड हुँदै रहेछ स्कुलको. युनिफर्म होला हैन यो त गाइस भर्खर चाहिँ कल्लुक स्कुलको स्टुडेन्ट्सहरूले हैन ब्यान्ड परफर्मेन्स गरेको रहेछ. अब चाहिँ सोमबारे स्कुलको स्टुडेन्ट्सहरूले है ब्यान्ड परफर्म गर्नु आलेको छ है. म तपाईलाई उहाँहरुको पनि हल्का तपाईलाई झलक देखाउनेवाला छु. हामी गीत बजाएर गाइरहेको भाइ आउँदैछ गाडी हिरोइनहरुको. दुईजना हिरोइन हो त्यहाँ फ्रन्टमा बसिकिन हो. आयो कहाँ जान्दिन. फुटबल म्याच सुरु हुन आँटेको छ. ल हेलो आम्मा मामा जरो भएकै हो. भाउजू पनि हुनुहुन्छ नि. ल भरे आउनु नि. ल अन्त आउनु निस्किनु त्यो भरे 4 बजी 4:30 हुन्छ ल. आज अझै प्रोग्रामहरु रहेछ नि त कि. अन्त भरे दामी प्रोग्राम रहेछ. हजुर भरे दामी प्रोग्राम रहेछ. फुटबल हैन हौ. भरे भेटौँ ल. ल गाइस सोरिङ गएको अरे दिदीहरु चाहिँ हो पल्युसन बनाउनु. किनभने चाँडै हामी है सिलगढी जाँदैछौँ नि त. त्यसले गर्दाखेरि हल्का गरिराख्नु पर्यो गाडीको हैन. अन्त ल त गाइस चियर्स. अम्पक ल्याएको रहेछ यहाँ खाइरहेको त. मेरो लिपस्टिक माथि माथि लाग्छ होला हौ. ल त गाइस आज चाहिँ है आजको यो सेमी फाइनल चाहिँ रेड पान्डा भर्सेस दरमदिन म्याच रहेको छ. र खेलाडीहरू ग्राउन्डमा उत्रिसकेको छ. र त्योभन्दा अगाडि चाहिँ दामी गीत बजाएर त हौ. यो हो नि त हाम्रो नेपालीहरू भन्ने हाम्रो गीत बजाउने भने चाहिँ है हामी भाइस गरिरहेको छ.
जर्सीमा यता रेड पिप लाउने चाहिँ रेड पान्डा अनि ब्लू जर्सी र व्हाइट हाफपेन्टमा चाहिँ दरमदिन DKKS दरमदिन म्याच रहेको छ र चारै गेम सुरु हुनु गइरहेछ है त। 1-0 दुईटै टिम चिन्ने परेको छ है। आफत हुन्छ हाम्रो फर्स्टमै काउन्टर दिन्छ त अगाडिबाट मान्छे कति अरे मजा आउन कति हो पुरै काउन्टर दिँदैछ त हौ फर्स्टमै। हो आमा भाइ त रेड पान्डाले जित्ने रहेछ। पेलेको छ हाम्रो कडा छ त आज सेमी फाइनल चाहिँ है। भद्रा खेल्दैछ फाइनलमा पुग्ने भनेरै खेल्दैछ। आज चाहिँ हैन आज चाहिँ है रेड पान्डाको गेम चाहिँ च्याखुङमा पनि थियो नि त। सो च्याखुङको फलाफल चाहिँ थाहा भएन हो। त्यही भएर अहिले सोध्छु प्लेयर्सलाई हैन रेड पान्डा जिते कि त्यहाँ जितेन अन्त भन्छु है त। च्याखुङमा एलटी काजी कपमा ह्यान्डबल ल त गाइस फाइनली दरमदिनले है आजको म्याचमा उहाँहरूको पहिलो गोल आफ्नो खातामा लगाइसकेको छ र यो गेम एकदमै रोमाञ्चक हुनेवाला छ किनभने अपोनेन्टमा पनि त्यस्तै खतरा टिम छ रेड पान्डा। आज रेड पान्डाको खास खेलाडीहरू चाहिँ त्यस्तो खेलेको छैन फर्स्ट हाफमा किनभने उहाँहरू च्याखुङमा खेल्नु भएको थियो त्यही भएर चाहिँ उहाँहरू थाकिरहेको होला है। सो उहाँहरू चाहिँ सेकेन्ड हाफमा सायद पस्नुहुन्छ होला। खतरा एट्याक गर्दैछ त हौ दरमदिनले रेड पान्डालाई। फर्काउँछ फर्काउँदै रहेछ फर्काउँदैन थप लाग्छ म है सिचुएसन अर्को भयो यो क्रस गरेको यो छिरेको मात्र दिउँसो चाहिँ एकदमै गरम थियो है अहिले चाहिँ एकदमै चिसो हावा आउनु थाल्यो। चिसो मौसममा तातो कफी
छिटो हेरौँ रिसाउँदैन भने एउटा कुरा भनौँ कि चिसो मौसममा रातो कफी भन्छ लिरिक नै बिर्सबो यहाँ पनि सरी कान्छ यसपालि सरी दुईटैपट्टिको फ्यान है दिन्छ होला अनुहारमा ड्याममै बिग फ्यान अनिस भेट्छ होला हौ अनुहारमा टेन्सन लाग्यो कमेन्ट गर्दैन भनिदिनु न मुन्ना ब्लगमा लाइक सेयर कमेन्ट चाहिँ गर्नु पर्यो धन्यवाद परेको पैसा उहाँले तिरिहाल्छ नि पछि हो हल्का रमाइलो होइन त बीचमा मसला पनि त चाहियो होइन घोडा चाहिँ जुधे त्यही त बोल्न त यहाँ आइदियो कक्षामा छ एकपल्ट कक्षामा राम्रो 14 भनेको त मैले जाडो भएछ तपाईँ त हल्लेर हुँदैन रहेछ हौ यता त पढाइ छ नि ज्याकेट लगाइदिनु हजुर अफसाइड के खेल्दैछ सबै बिचमा खेल्दैछ दुईपट्टि अफसाइड खेल्दैछ नि साथीहरू यो पाएको छु यहाँ प्रोग्राममा आउँदा चाहिँ अन्त के हो भने तपाईँहरूलाई म देखाउने वाला छु यहाँनिर हेर्नुहोस् होला हो मैले ढकारमा चाहिँ पाएँ क्या हो यो छ है हाम्रोमा चाहिँ अहिले चाहिँ मैले चाहिँ यो पाएको छु यहाँ आएर चाहिँ यता दाजु पनि खानुहुन्छ अरे लाइनमा छ त हौ
छैन टिभी लागेको होला easy हामी एकछिनको ग्राउन्डमा गएर खेल्छौँ अब यति छिटो हाफ टाइम भएको कति छिटो हाफ टाइम भएको जस्तो लाग्यो एट ए टाइम 2 मिनट्सको पाइसकेको छ अब त्यही चाहिँ फेरि रिभर्स सुट गर्नु पाएको भए चाहिँ हाम्रो गोल हुन्छ नि त चाहिँ पाएको थिएँ त्यस्तो तलाको खराउने ल त गाइस है फर्स्ट हाफ सकिसकेको छ र अहिलेको फलाफल दरमदिन 1 अनि रेड पान्डा 0